नमस्ते श्रोता, म देवराज राई। नेपाली भाषा साहित्य सङ्गीत मार्फत समाज विकासमा योगदान दिएका नेपाली अमर व्यक्तित्वहरूको जीवनीहरू सुनाउँदै आएका छौँ। आज हामी नेपाली भाषा साहित्य विकासका लागि आफ्नो जीवन दिइरहनु भएको लेखक साहित्यकार नरेन्द्रराज प्रसाईले लेख्नु भएको पारिजातको जीवन कथालाई यहाँ सुनाउन चाहन्छौँ। यो कार्यक्रम एचके नेपाली रेडियो र रेडियो माङ्सेबुङका लागि हङकङमा उत्पादन गरिएको हो। पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषा साहित्यकी एउटा सार्वजनिक चौतारीकी पर्यायवाची बनिन्। जसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि पारिजात स्वयंले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् अनि उनी नेपाली भाषा साहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन्। पारिजातको जन्म 1994 सालमा भएको थियो। यिनको स्कुलको नाउँ चाहिँ विष्णु कुमारी थियो। विष्णु कुमारीले पारिजातको फूल नदेख्दै आफैले आफ्नो नाउँ पारिजात राखेकी थिइन्। पारिजातको फूलको बोट भने यिनले काठमाडौँमा आएपछि मात्रै देखेकी थिइन्। पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्रै टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन्। पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घर गृहस्थीलाई आफ्नो थाप्लोमा बोकेकी थिइन्। पछि सैनिक सेवा छाडेर केएस लामा होमियो चिकित्सामा लागे। सैनिक सेवा छाडेपछि अथवा भनौँ औषधि बेच्ने काममा लाग्दा लामा परिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो। पारिजातको बाल्यकाल कठाङ रिएर नै बित्यो। सानैदेखि उनी बिरामी भइरहन्थिन्। त्यसै बेलादेखि उनको शरीर कुन्जिने क्रम सुरु भएको थियो। पारिजात 13 वर्षको छँदा उनलाई हाड जोड्ने दुख्ने रोगले आक्रमण गरेको थियो। त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो। त्यसले उनलाई हरेक पल दुःख मात्रै दिइरह्यो। पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन्। त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकल काँटे पनि थिइन्। उनको वैयक्तिक चरित्रले उनलाई काव्य यात्रामा डोर्याएको थियो। सानैदेखि उनलाई आफ्नो घर गाउँका पाखा, पर्वत र जङ्गलमा डुलु डुलु लाग्थ्यो। खोलाका डिल डिलमा सुतु सुतु पनि लाग्थ्यो र बाटा बाटामा गएर नाचु नाचु लाग्थ्यो। पारिजात बाहिर गएको बेला सधैँ जसो वन पाखाबाट फूल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन्। फूल उनको मन पर्ने विषय मानिन्थ्यो। बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन्। त्यसैले घरका काम धन्दाहरू पनि पारिजात नै अटाउनु पर्दथ्यो। त्यस बेला यिनले यस भूगोलको निर्देशक आफैलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन्। पारिजात 6 कक्षा पढ्न थालेदेखि नै धित मर्ने गरी चुरोट तान्ने गर्थिन्। चुरोटमा राम्ररी बानी परेपछि यिनी गाँजा खान पनि तल्लीन हुन थालिन्। वास्तवमा बिहान बेलुकाको भात खाइसकेपछि धुवाँको हरर र तलतल लागेको यिनी थाहा पाउँथिन्। पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो, तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो। त्यसैले उनले आफ्ना बाबुको योजनामा आफ्नो एक रत्ती पनि मन दिएकी थिएनन्। उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्दथिन्। त्यसैले उनी कहिले पनि अर्काको बसमा परिनन्। पारिजातले 10औं कक्षासम्म दार्जिलिङमा नै पढेर काठमाडौँ प्रवेश गरिन्। काठमाडौँमा यिनी दिल्ली बजार स्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन्। पारिजातले पद्मकन्या विश्रामबाट एसएलसी पास गरिन्। यिनले आइए र बिए पद्मकन्या कलेजबाट पास गरिन्। पद्मकन्या कलेजमा पढ्दा पनि यिनले धेरै नै चुरोट तानिन्। त्यसबेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थीहरू पनि चुरोट खाने गर्थे। त्यही पढेताका उनले गोविन्द बहादुर मल्ल गोठालेको युगको शिकार नामक नारी प्रधान नाटकमा नायिकाको रूपमा
अभिनय पनि गरेकी थिइन्। त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए अनि त्यस नाटकका निर्देशक चाहिँ श्यामदास वैष्णव थिए। पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन्। त्यस बेला पारिजात त्यस स्कुलको 9औं र 10औं कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन्। त्यस बेला स्कुलमा गाइने प्रार्थना गीत पनि यिनले नै लेखेकी थिइन्। स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्य सृजनामा पनि समर्पित थिइन्। पारिजातलाई साहित्य रचनामा प्रेरित गर्ने मध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली पनि थिए। मदन मेमोरियल स्कुलमा पढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन्। यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन्। स्कुल छाडेपछि यिनी बाथको बिमारले कुँजिन्। त्यसै ताका उनले खाटमा सुती साहित्यिक रचना रच्ने गरिन्। त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन्। उनको त्यस कृतिको नाउँ शिरीषको फूल रहन गएको थियो। वास्तवमा त्यस किताबलाई उनले ढिला बीज लगायत 11वटा शीर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन्। त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ शिरीषको फूल राख्न पारिजातलाई सल्लाह दिएकी थिइन्। शिरीषको फूल लेखिसकेपछि पारिजातलाई रोगले झन सताउन थाल्यो। त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन्। एउटा वैशालु जीवनको भोग गरिरहेकै बेला उनी कुञ्जिने रोगबाट ग्रसित भइन्। त्यसपछि यिनले धूम्रपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन्। शारीरिक रूपमा दुर्बल, अशक्त र असक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन्। उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनी प्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो। वैशका बेलामा त यी सुगन्धित गुलाब नै थिइन्। ईश्वर बरालका अनुसार भन्ने हो भने वैशमा पारिजातको रूप, शरीर, बोली तीनै थोकले युवाहरू मोहित हुन्थे। त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे। पारिजात प्रेमी स्वभावकी थिइन्। धेरैले पारिजात र शङ्कर लामिछानेका बीच पनि प्रेम रहेको शङ्का गरे। यसै प्रसङ्गमा वासुदेव लुइटेलले भनेका थिए, शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिए, प्रेम गर्ने अरू नै थिए। पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिएनन्। सेक्सका बारेमा उनी निर्धक्क भन्न र लेख्न पनि चुक्दिन थिइन् र पछिसम्म उनले भनिरहन्, मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि मसँग छ। 14 वर्ष पुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन्। उनी सुन्दरी भएकै नाताले काठमाडौँमा पनि प्राय साहित्यकारहरू उनका पछि लागिरहन्थे। त्यति बेला खास गरेर यौन पिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो। वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन्। किशोर अवस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौँमा पसेकी पारिजातले भनेकी पनि थिइन्, म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन। पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन्, जीवन र जगत पनि लेखिन्। लेख्दा लेख्दै यिनले जम्मा जम्मी 23 पुस्तक लेखिन्। पारिजातका जे जति साहित्यिक कृति सृजना भए तापनि उनी शिरीषको फूलले नै बाँचेकी छिन्। उनका अन्य कृतिहरू आफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई शिरीषको फूलले मात्रै अघि सारेको छ। तर उनले कुनै बेला भनेकी थिइन्, मेरो शिरीषको फूल च्यातिदिनु। वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले शिरीषको फूललाई कागजको फूल लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन्। मदन पुरस्कार समेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासको रूपमा स्वीकार्दै जाने थालेकी थिइन्। पारिजातको जीवनको दुर्भाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो। आर्थिक अवस्था बिग्रेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन्। पारिजात बिरामी भएर थला पर्दा ठाउँ ठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो। जिल्ला जिल्लामा यिनको सहयोगार्थ
थैली भेला पारिन्थ्यो, तर यिनका नाउँमा जे जति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै पनि प्रकारका चन्दा र आर्थिक सहयोग लिएकी थिएनन्। पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे। पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल गर्यो। त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो। पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पनि पसिन्। उनी नेपाल मानवाधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन्। उनी प्रगतिशील लेखक सङ्घकी सदस्य पनि भइन्। उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष पनि थिइन्। उनी मार्क्सवादी विचारमा बगेकी स्रष्टा पनि थिइन्। पारिजातले नेपाली भाषा साहित्यको सेवा गरे बापत उनी 2022 सालमा मदन पुरस्कारबाट सम्मानित भइन्। साथै यिनले गङ्की वसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन्। त्यति मात्र होइन, यिनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विद्वत वृत्ति प्राप्त गरेकी थिइन्। उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनित भइन्। त्यसैगरी उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र जनमत साहित्यिक मासिकबाट अभिनन्दन पनि गरिएको थियो। उनको शेषपछि उनको तस्बिर अङ्कित 3 रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो। त्यसैगरी ठाउँ ठाउँमा पारिजातका शालिग बन्न थाले। त्रिमूर्ति निकेतनले प्रेम राजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको शालिग निर्माण गर्ने पहल गरेको छ। उनका नाउँमा शिक्षण संस्था खुलेका छन्। उनको नाउँमा शीर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनका कृति प्रकाशनमा आएका छन्। पारिजातको इह लीला 2050 साल वैशाख 5 गते एका बिहानै समाप्त भएको थियो। पारिजातको स्वर्गारोहणले एकपटक नेपाल नै हल्लियो। नेपाली साहित्यकी सुगन्धको विसर्जनले नेपाली भाषा साहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो। त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषा साहित्यकी सार्वजनिक सम्पत्ति बनिन्। उनका कृतिले नै उनी पाठकका भावनामा विराजमान भइन्। श्रोता, अहिलेसम्म हामीले सुनायौं प्रसिद्ध साहित्यकार पारिजातको जीवन कथा। लेखक नरेन्द्र राज प्रसाई, प्रस्तुता देवराज राय। कार्यक्रमका बारेमा प्रतिक्रिया भए radiomangsebuङ.com वा sknepaliradio.com मा लगइन गरेर आफ्ना प्रतिक्रियाहरू छोड्न सक्नुहुनेछ। यतिन्जेल हामीलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।